भएका म्याद समाप्त भएका अभिलेखहरू धुल्याउने, थन्क्याउने, नष्ट गर्ने काम गरिन्छ। तर ऐतिहासिक र भविष्य आवश्यक पर्ने अभिलेखहरू फेरि संरक्षणै गरिन्छ। यसरी हेर्दाखेरि चाहिँ हामीसँग अभिलेख व्यवस्थापन प्रक्रियामा चाहिँ क्रिएसन, एडमिनिस्ट्रेसन, रिटेन्सन एन्ड डिस्पोजल पर्छ। यो विषयलाई तपाईँले ख्याल गरेर लेख्नुभयो भने चाहिँ अलिकति यहाँनिर अङ्कभार 2टा भएको हुनाले धेरै जस्तो लाग्छ भने त्यसलाई छोटो पारेर व्याख्या चाहिँ छोटो पार्न मिल्यो, है त? यो विषय रह्यो। अब यस पछाडि यो चक्रलाई तपाईँले ख्याल गर्नुहोला। यो अभिलेख व्यवस्थापन भनेर आयो भने यो चित्र बनाइदिए हुन्छ। तर नेपालीमा मात्रै अथवा अङ्ग्रेजीमा मात्रै बनाइदिए हुन्छ। यत्तिको तपाईँ हामीले एउटा जुन भाषामा लेखेको हुन्छ बोथ ल्याङ्ग्वेजमा लेख्नु पर्दैन। हस्, अब यसपछि हाम्रो नेपालको सार्वजनिक निकायमा अभिलेख व्यवस्थापन रहेका समस्या समस्या त धेरै छन्। 5 नम्बरमा आदि माथि नै सोधेको थियो। बाँकी आदि जतिको लागि हामीले यहाँ लेख्ने हो। त्यो भएर चाहिँ हामीले के गर्ने त भन्दाखेरि चाहिँ अभिलेख व्यवस्थापन सम्बन्धी कानुनहरू पुराना हुँदा नवीनतम विषय सम्बोधन गर्न सक्नु। हाम्रा कानुनहरू पुराना भए। अभिलेख संरक्षण ऐन 46, सरकारी राजमा धुल्याउने नियम 27 र अरू अरू विषयगत कानुनहरू पनि हाम्रा पुराना छन्। त्यसलाई अपडेटेड भएनन्। पछिल्लो सन्दर्भमा अहिले क्लाउडसम्म आइसकेको छ। त्यो सम्बोधन गर्न सकेन भनेको। अभिलेख व्यवस्थापन राष्ट्रिय प्राथमिकताको विषय बनेको छैन है, यसलाई प्रायोरिटी दिएको छैन। अनि अभिलेख संरक्षणको उचित वातावरण छैन भने इकोलोजीबाट हामीले यसलाई भनेको। इकोलोजीमा हाम्रो के छ त भन्दाखेरि यो उचित प्रबन्ध छैन, धमिरा लाग्ने, किरा लाग्ने, पानी, आग जाने हुने, यी अभिलेखहरू नष्ट हुने चाहिँ त्यो एउटा समस्याको रूपमा रहेको छ। यो कुरोलाई उल्लेख गर्नुपर्छ। मेन समस्या यिनै हुन् हाम्रा व्यावहारिक समस्याहरू, इकोलोजिकल समस्याहरू। अर्को दीर्घकालीन महत्त्वको अभिलेखहरू अद्यावधिक भएको छैन, अपडेटेड छैनन्। समयसँग अभिलेखको निरीक्षण, अनुगमनहरू हुँदैन। सूचना प्रविधिको प्रयोग गरेर यसलाई पनि हामीले के गर्नुपर्नेछ त डिजिटल रेकर्ड म्यानेजमेन्ट सिस्टम बनाउनु पर्नेछ। डिजिटल रेकर्ड म्यानेजमेन्ट सिस्टम बनाएर त्यही अनुसार गर्नुपर्छ। त्यो नसक्नु। अब यिनी समस्या देखेका छन्। अब यसलाई हामीले के गर्ने त भन्दाखेरि क्वेसनको बेसमा रहेर हामीले लेख्दाखेरि अभिलेख व्यवस्थापन प्रक्रियाले महत्त्वपूर्ण कागज दस्ता संरक्षण योगदान गर्छ। नेपालमा अभिलेख व्यवस्थापनसँग देखेका समस्याहरू पहिचान गरी सरकारवालाको संलग्नता समाधान गर्न आवश्यक छ। यो यस्ता समस्याहरू पहिचान गरेर समाधान गर्नुपर्छ। कसले भन्दा सरकार एक्लैले होइन, सरकारवाला भनेपछि बुझ्नुहुन्छ। यसमा सबै विषय परे। अब यस पछाडि हाम्रो अर्को क्वेसन रहेको छ, जिन्सी स्रष्टा प्रणालीको परिचय दिँदै नेपालमा हाल जिन्सी व्यवस्था अवलम्बन गरेको जिन्सी स्रष्टा प्रणालीको सबल रोल पर्छ। अब हामीलाई थाहा छ सरकारी कार्यालयमा मालसामानहरू चाहिँ हुन्छन्, ती सबै जिन्सी हुन्। नगद बाहेक सबै चिजहरू जिन्सी हुन्। ती जिन्सीहरूलाई चाहिँ के भनिन्छ त भन्दा जिन्सीसँग आम्दानी गर्ने, खर्च गर्ने, बाँकी जनाउने समग्र कुरा चाहिँ जिन्सी स्रष्टा प्रणाली हो। यो हामीलाई थाहा छ नयाँ स्रष्टा प्रणालीको एउटा रूप हो, स्वरूप हो। यो नयाँ स्रष्टा प्रणालीको एउटा स्वरूप हो। यसका लागि हामीले मलेप फारमहरूको व्यवस्था गरेका छौँ। यहाँ पनि उसले चाहिँ अलिकति चाहिँ भनेको छ। ती मलेप फारमहरूको व्यवस्था गरेर चाहिँ हामीले जिन्सी स्रष्टा प्रणाली लगाएका छौँ। 401 देखि 418 सम्म मलेप फारमहरू छन्। अब यो भन्दै गर्दाखेरि चाहिँ यसमा के छ त भन्दा हाम्रो सबल र दुर्बल पक्ष चाहिँ 6 नम्बरको छ। अब जिन्सी स्रष्टा प्रणालीको परिचय दिनुहोस् भनेको छ। जिन्सी स्रष्टा प्रणालीको परिचय लेख्नु पर्यो। त्यसमा हामीले कार्यालयमा जिन्सी मालसामानको आम्दानी, खर्च, बाँकी जनाउने तथा त्यस सम्बन्धी हिसाब किताब स्पष्ट देखि राखिने अभिलेख खाता किताब र त्यसबाट तयार विवरण समेत हो। यो जिन्सी स्रष्टा यो के हो त भन्दाखेरि जिन्सी स्रष्टाको एक दर्पण हो, ऐना हो। कति जिन्सी सामान कहाँ छ, के छ भन्छ सब। टेबल, कुर्सी, दरार, कम्प्युटरहरू, गाडीहरू, सम्पत्तिहरू सबै, है त? यसले मालसामान र सम्पत्तिको यथार्थ चित्रण पनि गर्छ। सरकारी कति छ मालसामान, कति छ सम्पत्ति भन्ने कुरो यसले रियल पिक्चर पनि हामीलाई देखाइदिन्छ। अब जिन्सी स्रष्टा महालेखा परीक्षक कार्यालयको स्वीकृत ढाँचा बमोजिम राखिन्छ। तपाईँलाई थाहा छ नेपालमा नयाँ स्रष्टा प्रणाली सुरु भइसकेको थियो 2018 को चैततिर। त्यस पछाडि हाम्रोमा चाहिँ जिन्सी स्रष्टा प्रणाली लागू भयो। त्यसैको एउटा पाटो हो, यो पूरक हो, नयाँ स्रष्टा प्रणालीको पूरक हो। यसले चाहिँ के गर्छ त भन्दा सरकारी कार्यालयमा भएको लागू गरिएको थियो। फेरि त्यसभन्दा पछाडि पनि परिमार्जित गरेर गरेर अहिले प्रचलनमा रहेका छन्। जस्तै माग फारम, खरिद आदेशहरू हाम्रो जिन्सी स्रष्टा प्रणालीमा प्रयोग हुने फारमहरू हुन्। यसरी भन्दै गर्दाखेरि जिन्सी स्रष्टा प्रणालीको परिचय दिनुहोस् भनेको थियो। हामीले जिन्सी स्रष्टाको यो भन्यौँ 4 नम्बरको थियो। 4 नम्बरलाई कभरेज गर्ने गरी लेखे जस्तो लाग्छ। तपाईँले आफ्नो उत्तरलाई लामो छोटो पार्न सक्नुहुन्छ। तर यहाँबाट सिक्दाखेरि कसरी चाहिँ पहिले पढाएको भन्दा अलिक खाँडेको छ कि भन्ने कुरो हेर्नुभयो भने राम्रो हुन्छ। अनि त्यसपछि दोस्रो बाटोमा जिन्सी स्रष्टा प्रणालीका सबल र दुर्बल पक्ष भनेको छ। सबल पक्ष हामीलाई थाहा छ नेपाल हाल महालेखा परीक्षक कार्यालयले पछिल्लो पटक लागू परिमार्जन गरेका जिन्सी स्रष्टा प्रणालीको प्रयोग रहेका छन्। अहिले नयाँ छन्। यो एउटा सबल पक्ष हो।
मले फार्ममा 401 देखि 418 सम्म, तर 18 भन्दा बेसी 18 + 3 21वटा जति फारमहरू हाम्रा प्रयोगमा रहेका छन्। अब सबै सार्वजनिक कार्यालयमा आवश्यक पर्ने जिन्सी व्यवस्थापन हुने सम्पत्ति व्यवस्थापन प्रणाली पामसँग सामञ्जस्य हुने गरी फारमहरू गरेको छ। तपाईँले पिएएमएसको फुल फर्म छोटकरी टिप्पणी अघिल्लोपल्ट पढिसक्नु भएको छ। यो पामसँग सामञ्जस्यता हुने गरी हाम्रा सामानहरू ती फारमहरू चाहिँ छन्। फारमलाई समयसँग परिमार्जन सुधार गरेको छ राम्रो। विद्यमान फारमहरू जिन्सी निरीक्षण गर्न, सार्वजनिक स्रोतको सदुपयोग गर्न, लेखा परीक्षण गर्न सहयोगी छन्। त्यसो भएर यसका पोजिटिभ पक्ष के त भन्दा, एक, समयसँग परिमार्जित गरेको छ, पछिल्लो समयले परिमार्जित गर्यो। दुई, यसले सार्वजनिक सम्पत्तिको व्यवस्थापन गर्छ, माल सामानहरूको संरक्षण गर्छ। तीन, समयसँग सुधार गर्न खोजेको छ। चार, निरीक्षण अनुगमन गर्न, लेखा परीक्षण गर्न सहयोग गरेको छ। यसका चाहिँ हाम्रो जिन्सी स्रष्टा प्रणालीका राम्रो हुन्छ। अरू पनि तपाईँलाई थप्न मन लाग्यो भने त्यो महत्त्वबाट तपाईँलाई हामीलाई थाहा छ। जिन्सी स्रष्टा प्रणालीको महत्त्व के पो भनेका थियौँ हामीले? के हो जिन्सी स्रष्टा प्रणालीको महत्त्व? मामा असभ्यका भन्ने छ। मामा असभ्यका जिक्यू भन्नेबाट तपाईँले मालसामानको उचित संरक्षण भएको, मालसामान हिनामिना दुरुपयोगलाई रोक्न खोजेको, अनावश्यक सामानहरू खरिद नगर्नको लागि केही आधार प्रदान गरेको भन्ने हिसाबले तपाईँले अरू कुराहरू पनि थप्न सक्नुहुन्छ। अङ्कभारका आधारमा यहाँ थपे हुन्छ। अब दोस्रोबाट हाम्रो दुर्बल पक्ष तपाईँलाई थाहा छ, मालसामान उत्पादन गर्ने सरकारी कार्यालयहरू उत्पादित सामानको लागत राख्ने उपयुक्त फारमहरू छैन। अर्को चाहिँ स्टोरबाट निकासा भइसकेको फेरि फिर्ता आयो भने त्यसको रेकर्ड राख्नलाई असहजता छ। जिन्सी लेखामा प्रयोगलाई फारमहरू कुनै कार्यालयलाई अनावश्यक, कुनै कार्यालयलाई चाहिँ अपुग जस्ता छन्। अनावश्यक र अपुग, यहाँ दुईवटा कुरा छन्। अनावश्यक अपर्याप्त छन्। अर्को चाहिँ वर्तमान जिन्सी प्रणाली स्थिर र चालु मालसामानको अभिलेख अद्यावधिक राख्न सक्दै। स्थिर चालु कुन कुन छ भन्ने कुरो राखिसकेको छैन, किनभने हामीसँग डिप्रिसिएसनको व्यवस्था छैन, रासकट्टीको व्यवस्था छैन। ओभर एन्ड अन्डर स्टकिङलाई यसले नियन्त्रण गर्न सकेको छैन। अनावश्यक सामान खरिद गर्ने उद्देश्य हो, तर खरिद हुने अन्डर स्टकिङ छ। एफआइएफओको यो फुल फर्मै लेख्नुपर्छ है। यो फर्स्ट इन फर्स्ट आउट, लास्ट इन फर्स्ट आउटको प्रभावकारी कानुन भएको छैन भनेर लेख्नुपर्छ। एक ठाउँमा फुल फर्म लेखेपछि छोटो फर्म लेख्न सकिन्छ। आन्तरिक जाँच र आन्तरिक नियन्त्रण प्रणाली हाम्रो प्रभावकारी छैन। खप्ने नखप्ने मालसामान छुट्याउने आधार छैन। भनेको 1 वर्षभन्दा बेसी टिक्नेलाई खप्ने, 5,000भन्दा बेसी पर्नेलाई खप्ने भनिन्छ, तर त्यसको पनि स्पष्ट आधार हुन सकेको छैन। त्यो पनि प्रभावकारी छैन। यी कुराहरू यसरी भनेर कोजिङ स्रष्टा प्रणालीको महत्त्वपूर्ण हुन्छ। यसका सबल प्रयोग पक्षको सदुपयोग, दुर्बल पक्षहरूको पहिचान गरेर कम्प्युटराइज र स्वचालित प्रणालीमा हामी गइयो भनेदेखि चाहिँ राम्रो हुन्छ। करिब करिब जान पनि खोजेका छौँ। यो क्वेसन नम्बर 6मा थियौँ हामी। अब हामी खण्ड बी तर्फ गएका छौँ। खण्ड बीमा पनि त्यही हो, 25 र 10 नम्बरको क्वेसन आउँछ। यो एकछिन है, एकैछिन है। हस्, मैले यहाँ भन्दै थिएँ खण्ड बीमा पुगेको छौँ हामी। पहिलो क्वेसन चाहिँ के छ भन्दाखेरि सार्वजनिक प्रशासन र निजी प्रशासनका समानता र भिन्नता भनेर सोधेको छ। त्यही भएर यो अहिले चाहिँ यो बजारमा के ट्रेनहरू पनि आएछन्। यो ट्रेनहरूको विकास हामीले नि यो क्वेसन एन्सर मोडल गराउने त हामी नै हो। यसरी गर्नुपर्छ भनेर धेरैलाई यसले सहयोग पनि गरौँ। यहाँ माथि चाहिँ अब हामीले नै हो हेडिङ राख्नुपर्छ, अलिकति चाहिँ केही कोटेसन राख्नुपर्छ भनेर भनेको। तर चाहिँ कोटेसन राख्ने नाममा यो बजारमा यस्तो प्रछ भनेर सिक्न त सिक्नुभयो, तर अहिले क्वेसन चाहिँ चेन्ज भइसक्यो प्याटर्न। क्वेसन चाहिँ एकै ठाउँमा सार्वजनिक प्रशासनको समानता र भिन्नता सोधिन्छ, अनि यसको कोटेसन चाहिँ के लेख्ने त, होइन? फलानाको सार यस्तो भन्ने टाइप्सको हुँदैन। त्यो विचार गरेर अलिकति उसमा मात्रै हुन्छ, त्यो औषधि होइन। त्यो भएर यसलाई हामीले पछिल्लो समय कम किन प्रयोग गरेको त भन्दा क्वेसन चाहिँ गाँसेर आउँछ। अनि क्वेसन गाँसेर आउँछ, अनि त्यो माथि हेडिङ लेखे नम्बर हुँदैन। त्यो भएर त्यसलाई पनि यहाँ हेडिङ लेख्न सिकाइन्छ, तर चाहिँ मेन चाहिँ फोकस अन यो कन्टेन्ट। नभएदेखि चाहिँ हुँदैन। यो विषय चाहिँ हामीले डेभलप गरेको, हामी नै भनिरहेको छौँ, त्यो त अरूले त सिकेको हो, होइन? यो विषयलाई मैले यति भने। सार्वजनिक प्रशासन र निजी प्रशासनका समानता र भिन्नताहरू उल्लेख गर्नुहोस् भनेको छ। यो सार्वजनिक प्रशासन, यो पहिलो प्रशासन भन्ने कुरो थाहा छ हामीलाई। उद्देश्य हासिल गर्न सम्पादन गरिने क्रियाकलापहरूलाई हामीले प्रशासन भन्छौँ। यो प्रशासन भनेको स्रोत साधनको परिचालन गर्ने, आर्थिक भौतिक मानवीय स्रोतको परिचालन गरेर उद्देश्य हासिल गर्ने कुरा हो। यो अब स्वामित्वका हिसाबले दुईवटा प्रशासन हुन्छ, एउटा सार्वजनिक प्रशासन, एउटा निजी प्रशासन, अरू पनि हुन्छन्। अब हामीले त्यही कुरोलाई यहाँ उल्लेख गरेको छ। यो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा विविध क्रियाकलाप सञ्चालन गर्ने संयन्त्र प्रशासन हो। यसलाई स्वामित्वका आधारमा सार्वजनिक निजी प्रशासन भनेर दुई प्रकारले वर्गीकरण गरिएको छ। सार्वजनिक प्रशासन र निजी प्रशासनका के हुन् त समानता भनेर भन्दाखेरि हामीले अलिकति मिलाएर लेख्नुपर्ने हुन्छ। यो तपाईँहरूले प्र्याक्टिस पनि गर्दै गरेको विषयमै पर्छ। दुवैको लक्ष्य उद्देश्य हुन्छ है। लक्ष्य उद्देश्य हुन्छ प्रशासनको, सार्वजनिक होस् अथवा निजी होस्,
टार्गेट हुन्छ। दुवैको योजना बनाउने, निर्देशन दिने, समन्वय गर्ने लगायतका व्यवस्थापकीय कार्यहरू गर्छ। दुवैले चाहिँ पिओएसडी, सिओआरबी गर्छन् भनेको यहाँनिर। अब दुवैले आर्थिक, भौतिक, मानवीय स्रोत साधनको परिचालन गर्छन् है। आर्थिक, भौतिक, मानवीय स्रोत साधनको परिचालन गरेर टु एचिभ द गोल। अर्को त्यसपछि दुवैको सरकारहरूसँग समन्वय र सहकार्य गर्छन् यिनीहरूले, कोअर्डिनेसन गर्छन्, समन्वय गर्छन्, सहकार्य गर्छन्। 3 कायम गर्ने दुवै संयन्त्रको क्रियाशील रहन्छ। इकोनोमिक इफिसिएन्सी, इफेक्टिभनेस कायम गर्न यिनीहरू क्रियाशील रहेका हुन्छन् र कर्मचारी उत्प्रेरणा, मनोबल जस्ता पक्षहरू दुवै संयन्त्रमा रहन्छन्। कर्मचारीलाई मोटिभेट गर्नुपर्छ भन्ने कुरो हो। अब अङ्कभारलाई हेरेर हामीले सार्वजनिक प्रशासन र निजी प्रशासन बिचमा भिन्नता पनि लेख्नु पर्यो। अब यहाँ समानता र भिन्न, यो क्वेसनको आधारमा गरेको त्योलाई भिन्नता मात्रै लेख्नु होला है, या फेरि यहाँ पनि लेख्नु होला, यसले गलत म्यासेज दिएला। भिन्नताहरू अब परिभाषामा भिन्नता छ। सरकारी तथा सरकार निकायद्वारा सञ्चालित क्रियाकलापको समष्टि सार्वजनिक प्रशासन हो। यो सरकार बाहेकको सञ्चालित क्रियाकलाप, यसलाई नाफा कमाउने उद्देश्यले सञ्चालित फर्म, कम्पनी यिनीहरूद्वारा सञ्चालित प्रशासन भनेर भने हुन्छ। यसको उद्देश्य जिडिएस गर्ने हो, शासन, विकास एन्ड सेवा प्रवाह गर्ने हो। जी भनेको गभर्नेन्स गर्ने, शासन, डी भनेको डेभलपमेन्ट, विकास गर्ने, र यस भनेको सर्भिस प्रोभाइड गर्ने हो। यसको चाहिँ नाफा हो, मालिकको अथवा हिस्सेदारको हित हो। नाफा कमाउने, मालिक अथवा सेयर होल्डरको हित गर्ने हो यो निजी प्रशासनको उद्देश्य। र यसको बृहत छ सार्वजनिक प्रशासन। यसले प्रि ओम टु पोस्ट टर्मसम्मको कार्यहरू गर्छ। यसले गर्भ पूर्वदेखि मृत्यु पश्चातसम्म कार्यहरू गर्छ। यसले चाहिँ युएनओदेखि लिएर हाम्रो सानो भिलेज, एउटा फ्यामिलीसम्म कार्यहरू गर्छ। यो चाहिँ सीमित हुन्छ यो निजी प्रशासन। यो लक्ष्यहरू हेर्दा यसका जेनरल खालका हुन्छन्, सानो विसा पक्का सौदी भन्ने खालका हुन्छन्। यसका लक्ष्यहरू स्पेसिफिक खालका हुन्छन्, जे त्यही उद्देश्यका लागि खुलेको हुन्छ। जस्तै चैतन्य भने नै अब एकेडेमिक कार्य गर्ने भने जस्तो यो निजी खालको हो। स्थायित्व, यो स्थायी हुन्छ पब्लिक, यो चाहिँ स्थायी हुँदैन, अस्थायी खालको हुनसक्छ हुन्छ। कार्यप्रणाली, यो प्रक्रिया प्रोसेस ओरिएन्टेड हुन्छ। यो सार्वजनिक प्रशासन, निजी प्रशासन चाहिँ रिजल्ट ओरिएन्टेड हुन्छ, यो नतिजामा जोड दिने खालको हुन्छ। यसरी हामीले हेर्दाखेरि क्वेसन रहेको थियो सार्वजनिक प्रशासन र निजी प्रशासनमा समानता र भिन्नता। क्वेसन पढ्ने त्यसैका आधारमा लेख्ने हो। समानता पनि थियो, लक्ष्य उद्देश्य थियो। पिओएसडी, सिओआरबी गर्थे, यिनीहरूले रिसोर्सहरूको परिचालन गर्थे, कोअर्डिनेसन गर्थे, 3 कायम गर्थे। यिनीहरू पनि उत्प्रेरणा, मनोबल, कर्मचारी प्रशासनका कुराहरू यहाँ पर्थे। अनि फरकमा के थियो? परिभाषामा फरक थियो। उद्देश्य एउटाको स्पेसिफिक, एउटाको जेनरल, अलिक ठुलो उद्देश्य एउटा, एउटा अलिक सानो, एउटाको शासन विकास सेवा, अर्काको कम, क्षेत्र व्यापक कम, लक्ष्य जेनरल, स्पेसिफिक, स्थायी अस्थायी, प्रोसेस ओरिएन्टेड एन्ड रिजल्ट ओरिएन्टेड भनेको थियो। सार्वजनिक प्रशासन र निजी प्रशासनमा बिचमा आधारभूत भिन्नता भए तापनि दुवै वर्तमान समयका शासकीय पात्र हुन् है। दुवैको बिचमा सहकार्य मा आर्थिक सांस्कृतिक उद्देश्य हासिल गर्नुपर्छ। अब सार्वजनिक क्षेत्र निजी क्षेत्रबिच फरक होइन, अब कोअर्डिनेसनको बेला हो। योहरू बिच सञ्जालीकरणको बेला हो, नेटवर्कको बेला हो, सहकारिताको बेला हो। त्यो भएर यिनीहरू बिचमा भिन्नता भए तापनि अब यी दुवै बिचमा सहकार्य गर्नुपर्छ, कोअर्डिनेसन गर्नुपर्छ है त। हस्, अर्को पाटो रहेको छ उत्प्रेरणा भनेको के हो? यहाँ उत्प्रेरणाका आवश्यक तत्त्वहरू भनेर भनेको छ। यो उत्प्रेरणा भनेको चाहिँ हामीले के भनेर बुझ्छौँ त भन्दाखेरि उद्देश्य हासिल गर्न आबद्ध कर्मचारीको काम गर्ने तीव्र इच्छा, चाहना, जागरण हो कि गराएर त्यसलाई काम गर्न अभिप्रेरित गर्ने कुरा उत्प्रेरणा हो। यो उत्प्रेरणा गर्नका लागि व्यक्तिलाई उत्साहित गर्ने, कार्यप्रति अभिप्रेरित गराउने, जागृत गराउने विषयहरू पर्छन्। उत्प्रेरणा विभिन्न स्वरूपका हुन्छन्। पैसा दिएर पनि गर्न सकिन्छ, त्यसलाई हामीले मौद्रिक भन्छौँ। अर्को गैर मौद्रिक भन्छौँ, सकारात्मक भन्छौँ, नकारात्मक भन्छौँ। आन्तरिक भनेको व्यक्तिभित्र हुने अथवा अरूले भनिदिने खालको। तपाईँ पास गर्नुहुन्छ है भनेदेखि एउटा मोटिभेसन हो। बाह्य अरूले भन्दै पनि भयो, आफैले पनि म पास गर्छु भने त्यो मोटिभेसन हो। यसरी उत्प्रेरणा चाहिँ त्यो उद्देश्य हासिल गर्न ती कर्मचारीहरूलाई, आबद्ध भएको मान्छेहरूलाई चाहिँ इच्छा, चाहना जगाएर कामप्रति अभिप्रेरित गराउने विषय रहेछ। यो विभिन्न स्वरूपको हुँदो रहेछ। अब यहाँ उत्प्रेरणाका तत्त्वहरू भनेको छ। यहाँ पनि उत्प्रेरणाका तत्त्व हामीले यसलाई यो डुअल फ्याक्टर्स थ्योरी भनिन्छ। हर्जगरले 2 फ्याक्टर्स थ्योरी भनेर डेभलप गरेका थिए। त्यसलाई सम्झिनुपर्छ। त्यसमा हाइजिन फ्याक्टर्स एन्ड मोटिभेसनल फ्याक्टर्स भनेर 2टा तत्त्व छन्। यो हाइजिन फ्याक्टर्स र मोटिभेसनल फ्याक्टर्स भित्रका कुराहरू चाहिँ हामीले लेख्थ्यौँ भने राम्रो हुन्छ। यहाँ उत्प्रेरणाका तत्त्वहरूमा यसलाई 2 तत्त्व सिद्धान्त पनि भन्छ। यो हर्जगरको 2 फ्याक्टर्स थ्योरी भनेर पनि हामीले पढ्छौँ। यसमा ड्युअल फ्याक्टर्स थ्योरी, 2 फ्याक्टर्स थ्योरी एउटै विषय हो। यो आरोग्य भनेर भन्नुभन्दा हाइजिन फ्याक्टर्स भनेको चाहिँ असन्तुष्टि रोकावट गर्ने तत्त्व हो। यो असन्तुष्टि रोकावट गर्ने तत्त्वहरूमा तलब हो। तलब बढाइदियो भने कर्मचारीले असन्तुष्टि हुँदैनन्। आँसुले आँसु भनेर जुन आइरहेको छ नि,
त्यो कुरो त्यस्तो विषय हो। मर्यादा मर्यादा प्रणाली त्यही अनुसार गऱ्यो भने नि असन्तुष्ट हुयो, सुरक्षा दियो भने पनि असन्तुष्ट हुयो, नीति राम्रो गर्यो, प्रशासन राम्रो गर्यो, सुपरिवेशन प्रभावकारी भयो, व्यक्तिगत जीवन मा पुग्ने गरी घाँसपास कपास यी सारा कुराहरू गर्यो भने अथवा तल्लोभद्दा सुविधा गर्यो भने, कार्य वातावरण सुधार गर्यो भने त्यसलाई हामीले आरोग्य तत्त्व अथवा हाइजिन फ्याक्टर्स भनिन्छ। यो हाइजिन फ्याक्टर्सले असन्तुष्टि रोकावट गर्ने तत्त्व जति सबै यसमा पर्छन्। फेरि अर्को हाम्रो छ मोटिभेसनल फ्याक्टर्स छ। यो मोटिभेसनल फ्याक्टर्स भनेको चाहिँ सन्तुष्टिहरू, प्रोत्साहनहरू गर्ने खालको कुराहरू, जस्तै उपलब्धिलाई एचिभमेन्ट, जस्तै डिग्री पास भन्दा एउटा हुन्छ, सुब्बा पास भन्दा एउटा हुन्छ, बढुवा भन्दा अर्को हुन्छ, मान्यता दिने, उहाँको कामलाई उन्नति गराउने, उत्तरदायित्व गराउने, चुनौतीपूर्ण कामहरू गर्न लाउने, विकास गर्ने कार्यहरू भनेको जब इनरिचमेन्ट, जब इन्लार्जमेन्ट गर्ने कुराहरू यहाँ पर्छन्। यसरी चाहिँ हामीले हेरेको चाहिँ उत्प्रेरणाका दुईटा तत्त्व रहेछन्। एउटा चाहिँ हाम्रो मोटिभेसनल फ्याक्टर्स एन्ड अनदर इज हाइजिन फ्याक्टर्स थियो। यसरी चाहिँ कुनै पनि सङ्गठनमा कर्मचारी कार्यक्षमता सुधार गर्न उत्प्रेरणाको महत्त्वपूर्ण भूमिका हुन्छ। नेपालको सार्वजनिक प्रशासनमा समेत यस्ता उत्प्रेरणा ख्याल गरेर गऱ्यो भने चाहिँ राम्रो हुने देखिन्छ है त। हाम्रो सन्दर्भमा नै राम्रो छ। यो अन्तिम लेखा परीक्षण भन्नाले के बुझिन्छ भनेर 5 नम्बरको सोधेको छ। हो, अब यहाँनेरि अन्तिम लेखा परीक्षणका बारेमा मैले यहाँ तपाईँहरूलाई क्वेसनको एन्सर लेखेको छैन। किन भन्दाखेरि यो भनाइ हुन्छ भनेर। सेकेन्ड पेपरमा पनि भर्खर पढ्नुभएको थियो, हिजो त पढेको, त्यो भएर पनि हो। यो अन्तिम लेखा परीक्षण भनेको सर्वोच्च लेखा परीक्षण संस्थाद्वारा आर्थिक वर्षको समाप्तिपछि गरिने लेखा परीक्षण हो। यो संविधान बमोजिम सर्वोच्च लेखा परीक्षणको संस्थाको रूपमा हामीसँग महालेखा परीक्षक छ, त्यसले गर्ने लेखा परीक्षण हो। यसले ती 5वटा कुराहरूको परीक्षण गर्छ। ती 5वटा कुरा भन्दा तपाईँलाई याद छ। त्यसपछि यो आर्थिक वर्षको समाप्तिपछि हुन्छ। यो अन्तिम लेखा परीक्षा फेरि 2टा क्वेसन आएछन् कि तल पनि छ यस्तै खालको है। यो मोटामोटी चाहिँ हाम्रो लुम्बिनीको क्वेसनलाई मैले त्यो चाहिँ सल्भ गरेको रहन्छ जस्तो लागेर त्यो क्वेसनलाई मैले सल्भ गरिदिएको। र एउटा कुरो तपाईँहरूलाई गाह्रो लागेको क्वेसन बुकको कभरमा इमेल रहेछ, त्यहाँ भन्ने अथवा कुनै त्यो फेसबुकको पोस्टमा कमेन्टमा तपाईँले गाह्रो लागेको क्वेसन भन्नुभयो भने आउँदो फिडब्याकमा त्यो हुन्छ। र अर्को विषय, कोर्स अलिकति अगाडि बढेपछि हामी बुधबार पनि फिडब्याक गर्छौँ। 2टा पेपरको रेगुलर रूपमा फिडब्याक पनि हामी गर्छौँ। अहिले कोर्स भर्खर सुरु छ। अहिले फिडब्याक गरेर अहिले जाँच गराएर भन्दा त्यसरी हुन्छ। हामीले जाँच त हरेक दिनै भइरहेको छ, त्यो विषयलाई पनि ख्याल गर्नु होला। त्यसरी हेर्दाखेरि के रहेछ त भन्दाखेरि यो लेखा परीक्षण भनेको त्यो रहेछ सर्वोच्च लेखा परीक्षण संस्थाले गर्ने रहेछ अन्तिम। त्यसमा 5वटा कुराहरू नियमित प्रभुको परीक्षण हुँदो रहेछ। यो विद्यमान लेखा परीक्षण ऐन 2075 तथा मापदण्ड बमोजिम हुँदो रहेछ। अन्तिम लेखा परीक्षण गर्नका चाहिँ 2टा फुल अडिट अथवा चाहिँ सेम्पल अडिटको रूपमा हुने रहेछ। यस्ता कुराहरू लेख्नुपर्छ। यसले ती अन्तिम लेखा परीक्षणले निशा गले सले भन्ने जुन हाम्रो फर्मुला छ यस्ता कामहरू गर्छ भनेर पनि हामीले भन्न सक्छौँ है त। यो विषयहरू तपाईँहरूलाई थाहा छ। यो भएर मैले यसलाई चाहिँ गरिनँ, किन हिजो पढेको हो नि त। हिजो पढेको त आज भन्नु पर्यो त, परेन नि त। हस्, अब समय व्यवस्थापन भनेको के हो भनेको छ। राष्ट्र सेवकले समय व्यवस्थापनको लागि ध्यान दिनुपर्ने कुराहरू लेख्नुहोस् भनेको छ। अब 2+3 छ। पहिले चाहिँ समय व्यवस्थापन भनेको चाहिँ हामीले डुइङ राइट थिङ एट राइट टाइम भन्छौँ। सही समय सही काम गर्ने हो। अहिले तपाईँहरू जो सुब्बाको तयारी गर्दै हुनुहुन्छ, फर्स्ट पेपरको जाँच आएको छैन, पास गरिन्छ भनेदेखि यही समयमा अरूलाई लिड गर्ने, अरूलाई जित्ने भन्ने बेला यही बेला हो। यो बेलामा अलिकति मेहनत गऱ्यो भने पछि त लास्ट आवरमा पढ्नै सकिँदैन। त्यो भएर अहिले नै हो फोकस गर्ने यो विषय छ। जस्तै समय व्यवस्थापन भनेको समयलाई उपयोग गर्ने, सदुपयोग गर्ने विषय हो। स्टेभेन कोभे भन्ने मान्छेले समय व्यवस्थापनको अवधारणा ल्याए। अब यसलाई हामीले हेर्दाखेरि चाहिँ उपलब्ध समयको योजनाबद्ध, सतर्कतापूर्वक एवं विवेकशील अभ्यास मार्फत समयको सदुपयोग गर्नु समय व्यवस्थापन। योजना बनाउने कि पहिले सतर्कतापूर्वक विवेकशील अभ्यास गर्यो भने चाहिँ त्यो चाहिँ हाम्रो टाइम म्यानेजमेन्ट हुन्छ। यस अन्तर्गत सीमित समयभित्र असीमित कार्यहरू प्राथमिकीकरण गरी सोही अनुसार सम्पादन गर्ने कार्य पर्छन्। सीमित समयमा असीमित कामहरू गर्ने कुरा चाहिँ यो पर्छ। यसलाई डुइङ राइट थिङ एट राइट टाइम विथ राइट मोमेन्ट एट राइट मोमेन्ट यसरी पनि भने गरिन्छ। समय व्यवस्थापनको अवधारणाले समयलाई खेर फाल्नु हुँदैन भन्छ, समयलाई सदुपयोग गर्नुपर्छ भन्छ। स्टेभेन कोभे भन्ने एकजना मान्छे हुनुहुन्थ्यो, उहाँले समय व्यवस्थापनको अवधारणा ल्याउनु भएको थियो। उहाँले हामीले भने जस्तै अति जरुरी तुरुन्त साधारण हिसाबले कामलाई वर्गीकरण गरेर त्यही अनुसार काम गर्नुपर्छ भनेर भनेको हो उहाँले, स्टेभेन कोभे भन्ने मान्छेले। यसलाई हामीले मेट्रिक्स, समय व्यवस्थापन मेट्रिक्स पनि भन्छौँ। अब यसपछि राष्ट्र सेवकले समय व्यवस्थापनको लागि ध्यान दिनुपर्ने कुराहरू, जुन राष्ट्र सेवक छ, हामी कर्मचारी छौँ, हामी कर्मचारीले समय व्यवस्थापनको लागि ध्यान दिने विषयहरू चाहिँ के छ त भन्दाखेरि कामको महत्त्वको आधारमा रणनीति योजना र कार्ययोजना बनाउनु पर्यो। यो बनाउनु पर्यो कि योजना बनाउनु पर्यो, स्ट्राटेजिक प्लान बनाउनु पर्यो। न अरूले रणनीतिक योजना लेख्न तपाईँलाई अप्ठ्यारो लाग्यो भने कार्ययोजना बनाउने मात्रै लेख्नुहोस् न, कामको प्रायोरिटीको आधारमा।
कार्ययोजना एक्सन प्लान बनाउनु पर्यो। दोस्रो, सम्पादन गर्ने कार्यको सूची तयारी, कार्यको प्राथमिकरण गर्नु पर्यो। काम के गर्ने हो तालिकीकरण गर्नु पर्यो कि सूची बनाउनु पर्यो। अनि त्यो मेन कामहरू चाहिँ गर्नु पर्यो। समय व्यवस्थापन भनेकै त्यही हो। महातत्त्व कर्मचारीलाई कामको बाँडफाँड र अधिकार सबै काम आफूले गर्ने होइन, अधिकार प्रत्यायोजन गर्नु पर्यो है त। एक, कार्ययोजना बनाउने। दुई, कामलाई प्राथमिकरण गरेर त्यही अनुसार गर्ने। तिन, अधिकार प्रत्यायोजन। चार, प्रत्येक दिनको अन्त्यमा समय उपयोगको लेखाजोखा गर्ने। आज दिन सकिएपछि के गरियो त भनेर एचिभमेन्ट के भयो त भनेर लेखाजोखा गर्नु पर्यो। सहकार्य साञ्जालीकरण भनेको मिलेर गर्ने कि सञ्जाल गर्ने, नेटवर्क गर्ने, एक्लै गर्ने होइन। समीक्षा, आत्ममूल्याङ्कनमा जोड दिने। आत्ममूल्याङ्कन, सेल्फ इभ्यालुएसन गर्ने भन्ने विषय हो। समस्या समाधानका विषयमा तालिम सञ्चालन गर्ने, विभिन्न समस्या समाधानका विषयमा। अनि त्यसपछि समय व्यवस्थापनका समाधान गरे भयो। आधुनिक प्रविधिको प्रयोग गर्ने, अब टेक्नोलोजी बेस्ड हुने र महत्त्वपूर्ण काम सम्पन्न भए समीक्षा गर्ने, त्यो कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्ने। यस्तो गर्यो भने राम्रो हुन्छ। उसले विषयलाई ध्यान दिएर र कामको गुणस्तर बढाउनु नि समग्र सङ्गठन उत्पादक यदि चाहिँ यो भयो भने चाहिँ सङ्गठनको उत्पादकत्व बढ्छ। फेरि मैले भने यो समय व्यवस्थापनको किताबमा चाहिँ राष्ट्र सेवकले गर्ने अनि व्यक्तिले गर्ने अफिसले गर्ने भनेर छ नि। अब यहाँनिर चाहिँ हामीले के बुझ्नु पर्यो त, कर्मचारीले गर्ने भनेपछि त्यसैको एउटा पाटो हो। त्यसरी बुझ्नु पर्यो। कार्ययोजना बनाउने, प्राथमिकरण गर्ने, अधिकार प्रत्यायोजन गर्ने, हरेक दिन लेखाजोखा गर्ने, आत्ममूल्याङ्कन गर्ने, तालिम सञ्चालन गर्ने, आइसिटी बेस्ड भएर काम गऱ्यो भने भइहाल्छ है त। अब यो क्वेसन चाहिँ तपाईँलाई गण्डकी प्रदेशमा सोधेको क्वेसन, यहाँ मैले हटाउन छुटाएको छु। यो भएर तपाईँलाई राम्रै भयो। निरन्तर सुधार विधि काइजन भनेको छ। सङ्गठन यसको कस्तो महत्त्व रहन्छ भनेर भनेको छ। यो निरन्तर सुधार विधि भनेको चाहिँ हाम्रो सुधार चाहिँ निरन्तर चाहिन्छ। सुधार भनेको अहिलेको हाम्रो मनोवृत्ति, सङ्गठन संरचना, कार्यालय सञ्चालन, काम गर्ने विधि, यी सारा कुरामा सुधार गर्ने विधि हो। यो सुधार चाहिँ एउटा रणनीति हो। अब यो निरन्तर सुधार ठुलो एकैचोटि हुँदैन। बिग ब्याङ एप्रोच भन्छ एउटा, त्यत्रो ठुलो सकिँदैन। त्यो भएर निरन्तर गर्नुपर्छ भनेर जापानबाट विकास भएको थियो। त्यसैले आधारलाई टेकेर चाहिँ यो काइजन भन्ने चाहिँ तपाईँको त्यो कोर्समा राखेको भनेर त्यो सोध्यो। अब मैले पनि 5 क्वेसन बनाउँदाखेरि यसलाई हटेन छ, म हटाएर अर्को राखिदिइहाल्थेँ। त्यसै गरे हो, तर यो चाहिँ छुटेछ। अब यहाँ निरन्तर सुधार विधि भनेर लेख्नु पर्यो। थोरै कुराहरू भन्छु। शासन है, शासन यो अशुद्ध चाहिँ हुनसक्छ है। यो शासन, विकास एवं सेवा प्रवाहको विद्यमान संयन्त्र, कार्यविधि, प्रक्रियामा साना साना सुधार नियमित रूपमा गर्नु निरन्तर सुधार विधि हो। ससानो सुधार निरन्तर रूपमा गर्नु। कहाँ? शासन, विकास र सेवा प्रवाहमा। केमा? शासन, विकास र सेवा गर्न प्रवाह गर्न विद्यमान संयन्त्र छ नि त, हाम्रो संरचना छ नि त। कार्य